यो थियो जर्मनीको क्रूर डिक्टेटर एडोल्फ हिटलर, जसले 60 लाख भन्दा बढी मान्छेलाई मारेको थियो। त्यो मध्ये 30 लाखलाई त विषालु ग्यास चेम्बरमा हालेर तडपाउँदै मारेको थियो। बिल्कुल हिटलरकै स्टाइलमा मधेसको रौतहटमा यो मान्छे आफ्ताब आलमले 1000 डिग्री भन्दा बढी गरम इट्टा भट्टीमा 18 जना जिउँदै मान्छेलाई जलाएर मारेको थियो। आखिर किन त कांग्रेस नेता शेरबहादुर देउवाले यस्तो हत्यारा आलमको सपोर्टमा बोल्दै आलमलाई फसाएको हो र म आलमलाई छुट्याउन लागिरहनेछु किन भने त। र यो भन्दा इम्पोर्टेन्ट कुरा, हत्या गरेको 10 साल बितिसक्दा पनि आखिर यो मान्छे किन खुल्ला हिँडिरहे। आउनुहोस् नेपाली हिटलर आफ्ताब आलमको क्रूर हत्या पछाडिको डरलाग्दो कारणलाई बुझ्ने कोसिस गरौँ यो भिडियोमा।